नमस्कार, म अर्जुनजङ थापा। अहिले बिहानको 5 बजेको छ। आज पौष 8 गते। आज यो शीतलहर कुहिरो चलेको चाहिँ 5औं दिन भयो। म के भन्न चाहन्छु भने स्कुलको जुन विद्यार्थी भाइ बहिनीहरू 5 कक्षाभन्दा माथिको भाइ बहिनीहरू त एउटा आफ्नो सुरक्षाको हिसाबले आफै गर्न सक्ने हुन्छन्, तर 5 कक्षाभन्दा मुनिका भाइ बहिनीहरू अभिभावकहरूले स्कुल पठाउँदा त्यो सर्ट मात्रै लगाएर अथवा त ज्याकेट लगाइदिने, टोपी नलगाइदिने यस्तो खालको अवस्थामा पठाउनुहुन्छ। आफ्नो बच्चालाई पहिलो कुरा तातो खानेकुरा, त्यसपछि लुगाहरू राम्रो लगाएर स्कुल पठाउनु होला भन्न चाहन्छु। यो कति दिन जाने हो टुङ्गो छैन। हेर्नुहोस्, अझै पनि यो कुहिरो छ, जताततै पानी परेको जस्तै गर्ने शीतलहर झरिरहेछ। धन्यवाद।